हेर्नुहोस् हाम्रो जयगाउँको इको टुरिज्मको सुन्दरता र मुहार भन्ने चिज चाहिँ यस्तो खालको छ र आजको मौसम पनि साह्रै नै राम्रो छ र हेर्नुहोस् सिक्किमको गाडी पनि आज आइपुगेको छ। गाडीको पार्किङहरू पनि हुन्छ यहाँनेरि, होटल पनि छ, हल पनि छ यहाँनेरि। र मान्छेहरूको बस्ने, घुम्ने, हेर्ने सुन्दरता र भ्यूज भन्ने चाहिँ यस्तो खालको छ।